तपाईहरुले लगाएको यत्रो डल्लो सुनको औकात यही हो है। तपाईहरुले लाउने भनेको यही लाहा हो। सो तपाईहरुको सुनको औकात यही हो। हेलो साथीहरु, स्वागत छ फेरि पनि तपाईहरुलाई मेरो अर्को नयाँ भिडियोमा। र आज चाहिँ म अफिसमै छु है, मेरो अफिसमा काम गरिरहेको छु। अनि यो चाहिँ मेरो काम हो। यो तपाईहरुले देखिसक्नुभयो, यो सुनको तिलहरी हो। अनि यो चाहिँ बिगार्नु पर्ने भयो है, केही कारणले गर्दा यसलाई बिगार्नु पर्ने भयो। सो आफूले गरेको काम बिगार्नु पर्दाखेरि एकदमै दुःख लाग्छ है। अब यसलाई चाहिँ बनाउन धेरै टाइम लागेको हुन्छ, धेरै मेहनत लागेको हुन्छ, धेरै गाह्रो हुन्छ बनाउनलाई, धेरै पातलो हुन्छ। अनि अब यसलाई चाहिँ बिगार्नु पर्ने भयो है। अब बिगार्दा कस्तो देखिन्छ भिडियोलाई अन्तिमसम्म हेर्नु होला। र मेरो च्यानलमा पहिलोचोटि हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गर्नु होला है त। सो यसलाई बिगार्नु पर्ने कारण चाहिँ के भन्दा यो चाहिँ अलिकति सानो बनाउनु पर्ने थियो है। यो चाहिँ अलि ठुलो भयो। किन भन्दाखेरि अब थोरै सुन हुन्छ, जम्मा यो 15 लालको छ। 15 लाल भनेको चाहिँ 2 आना भन्दा अलि बढी र 3 आना भन्दा अलि कम भनिन्छ। हामी चाहिँ लालमा हिसाब गर्छौं है। लालमा चाहिँ यो 15 लाल छ। अनि 1 तोलामा चाहिँ 100 लाल हुन्छ। अनि यो चाहिँ 15 लाल मात्रै छ है। यो 1 तोलाको 6-7 भाग भन्दा पनि कम छ है। ल यो चाहिँ यसरी रातो कपडा हालेको हुन्छ। यो रातो कपडा भनेको चाहिँ यो चाहिँ बरात भन्छौं हामी। यो मखमल ताला भनेर बुझिन्छ के रे। सो यसलाई यसरी निकालिन्छ है। यो चाहिँ यस्तो हुन्छ। सो यसले चाहिँ यो हाल्नुको मतलब चाहिँ के हो भन्दा अलिकति तिलहरीलाई राम्रो देखिन्छ हैन। चट्ट पहेँलो सुनमा रातो कपडा हाल्दिएपछि टक्क सुहाउँछ। यो चाहिँ पित्तलको पाता हो। यही बरात यही मखमल ताला अड्याउनको लागि हालिएको हुन्छ। अनि यसरी पाल पारेर हालेको हुन्छ। यसलाई यसरी हालेको हुन्छ है। यो चाहिँ यसरी भित्र हालेको हुन्छ। मैले यसलाई निकालेँ र यहाँ भित्र चाहिँ लाहा हालेको हुन्छ है। लाहा भनेको चाहिँ यस्तो हुन्छ, लामो लामो हुन्छ लाहा, यो हालिएको हुन्छ। अब यो देख्न चाहिँ ठुलो देखिन्छ है। धेरै जनाले मलाई भन्छन् कि यो चाहिँ कत्रो ठुलो देखिँदो रहेछ, तर सुन त थोरै हुँदो रहेछ भन्छ हैन। ठ्याक्कै हुने नै त्यस्तै हो। अब सुन यत्रो यो पुरै डल्लो सुन हुने हो भने त यो त अनि थुप्रो हुन्छ त। यो त 10-15 तोला 20 तोला भन्दा पनि बढी हुन्छ। सो त्यही भएर यो चाहिँ पातलो हुन्छ कि पातलो बनाएको हुन्छ हैन। अनि त्यो बनाएर चाहिँ यो भित्र यस्तो ला पगालेर यसरी हालेको हुन्छ। यो देख्दा मात्रै ठुलो हुन्छ। अब सुन भनेको त ठुलो लाउने नै हैन, सानो थोरै लाउने हो। सो यसलाई चाहिँ म अब कोट्याएर निकाल्छु है त। यसमा सुन कति छ हेर्दै जानु है त। सो यसलाई चाहिँ यसरी कोट्याउन पनि सकिन्छ। यो पातलो हुन्छ, हेर्न सक्नुहुन्छ। यसरी कोट्याएर निस्किन्छ सुन। जस्ट यति पाता हो यो सुन हुने। बाहिर यो ठुलो देखिए पनि यसमा हुने भनेको चाहिँ यस्तै पातलो हुन्छ, देख्न सक्नुहुन्छ है। सो हेर्नुहोस्, यस्तो पाता हुन्छ। यसलाई चाहिँ म बिस्तारै बिस्तारै निकाल्दै जान्छु है। ल यस्तो पाता त हुन्छ सुन। यत्रो सुन लाछु भनेर धाक दिएर हुन्छ? हामीलाई थाहा छ नि बनाउने मान्छेलाई कति सुन हुन्छ। ल हेर्नुहोस्, यहाँभित्र पुरै ला नै ला हो। यो बाहिर त पातलो पाता मात्रै हुन्छ। ल हेर्नुहोस् है। अब यसरी समाएर निकाल्ने यसलाई। पातलो पातलो च्यातेर बाहिर टाँसेको जलप जस्तो मात्रै हुन्छ क्या हैन सुन। ल हेर्नुहोस्। ल कतिजनाले भिडियो हेर्दै हुनुहुन्छ, च्यानल सब्स्क्राइब गर्नु भएको छैन भने गर्नु है अहिले नै। मैले फेरि सम्झाइदिएँ। ल हेर्नुहोस्, यति हो सुन भनेको, पातलो हुन्छ। यसरी च्यातेर निस्किन्छ है।
सुन त यति लाख हुन्छ, ला नै लाख हुन्छ कि। ए मैले त यति सुन पो लाएर छु भन्नु पर्दैन। अब सुन भनेको थोरै नै लाउने हो, अब महँगो हुन्छ नि त होइन। अहिले अब तोलाकै 2 लाख पुग्न लागिसक्यो, झन्डै अस्ति पुगिसकेको थियो, फेरि पनि घट्यो होइन। अब 2 लाख तोला पुग्छ भन्छन् होइन। त्यही भएर चाहिँ ल हेर्नुहोस् यस्तो हुन्छ। यता झऱ्यो है सुन त एउटा टुक्रो यति झरे पनि, अनि यो त 2-4 हजारको 4 हजार जतिको हुन्छ। अनि ल हेर्नुहोस् यस्तो हो। तपाईँहरूले लगाएको यत्रो डल्लो सुनको औकात यही हो है। ल हेर्नुहोस् ल के हुन्छ त, केही छैन। जस्ट पाप्रो लगाएको हुन्छ। ल हेर्नुहोस् तपाईँहरूले लगाएको सुन यही हो। ल हेर्नुहोस् एउटा तिलहरीको सुन चाहिँ यति हुन्छ है, पातलो पाप्रा। यो त फु गर्दा पनि उठ्छ। ल हेर्नुहोस् तपाईँहरूले लगाएको सुन यही हो। यहाँ नौगेडी छ, यो नौगेडीको पनि त्यस्तै हो। बाहिर चाहिँ यो डल्लो ठुलो देखिन्छ, तर यसको पनि यहाँभित्र ला भरेको हुन्छ यसको। ल हेर्नुहोस् तपाईँहरूले लगाएको तिलहरी यही हो है। लाको डल्लो। अब यहाँ सुन निकालिसकेपछि, यो सुन निकालिसकेपछि तपाईँहरूले लाउने भनेको यही ला हो। सो तपाईँहरूको सुनको औकात यही हो। फेरि नझुकिनु है, यो तिलहरी बेच्नेले चाहिँ यत्रो ला भरेर बेच्दो रहेछ भनेर यो लासहित जोख्ने होइन है। पहिला चाहिँ यो सुन जोखिन्छ, अनि सुन जोखेपछि मात्रै यो ला भरिन्छ है। कोही पनि नझुकिनु होला नि फेरि। ओहो हामीले त यत्रो सुन किने भनेर त यत्रो ला सहित पो किनेका रहेछौँ होइन नि। तपाईँहरूले किनेको सुनै हो, अनि यो सुनमा चाहिँ अब यो ला नभरेपछि त यो त काचाकुचु भएर कुचिहाल्छ। तिलहरी किनेपछि सुन किनेपछि यो ला उपहार आएको हो क्या। अब यो भएन भने त काचाकुचु भइहाल्छ। यस्तो पातलो जो मैले अघि निकालेर देखाएँ हेर्नुहोस्, यस्तो पातलो त हुन्छ। तपाईँहरूले किनेको त्यो सुन मात्रै हो। यो चाहिँ पहिला यो सुन जोखेर अनि सुन कति छ हिसाब गरेर मात्रै यो पछि भरिने हो। त्यही भएर तपाईँहरूले यसको पैसा चाहिँ तिरेको हुँदैन है, सुनको मात्रै तिरेको हो। सो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला, र मेरो च्यानल अहिले पनि सब्सक्राइब गर्नुभएको छैन भने ट्याक्क सब्सक्राइब गरिदिनु होला, र छेउमा रहेको बेल पनि प्रेस गर्नुहोला। र थ्याङ्क यू सो मच भिडियो हेर्दै गर्नुहोला।